अनि तपाईँहरूले धान रोपिसक्नुभयो त? हामीले पनि बल्ल बल्ल 2 दिन लगाएर धान रोपिसक्यौँ। पहिलाको वर्षमा चाहिँ हामी 1 दिनमै धानको बिउ उखालिसकेर अनि जोतेर सबै गरिसक्थ्यौँ भने योपालि चाहिँ ट्र्याक्टरले हामीलाई धोका दिएर अनि त्यसपछि मौसमले पनि च्यालेन्ज गरेको हुनाले हामीलाई 1 दिन होइन 2 दिन लाग्यो कि हाम्रो त्यो खेती सक्नुको लागि। अनि त्यसपछि यो चाहिँ फर्स्ट डे थियो अनि फर्स्ट डेमा पनि पुरा पानी आयो, त्यही पनि हामी चाहिँ यहाँ पानीमा भिज्दै भए पनि हामीले बिउ सु उखाल्यौँ। अनि त्यसपछि ट्र्याक्टर त्यही दिन ल्याउने कुरा थियो तर ट्र्याक्टर आएन किनभने अरू ठाउँ पनि गर्नु थालेछ अनि पानीले पनि उसलाई अलिकति अप्ठ्यारो पारेछ। अनि त्यसपछि अनि यहाँ चाहिँ मेरो भान्जीले मकै बुट्दै थियो, पानी परेको ठुलो पानी परेकोले हामी त्यहाँ बिसाउनु पऱ्यो क्या। अनि त्यसपछि अनि मैले मकै मागेर खाँदैछु किनभने मलाई चाहिँ मकै एकदम मिठो लाग्छ झन् यो लाइक पानी परेको बेलामा। अनि त्यसपछि कालो चिया भयो भने त एकदम राम्रो। अनि यो चाहिँ हाम्रो चल्लाहरू। अनि त्यसपछि त्यो दिन चाहिँ हामीले उखाल्न त सक्यौँ तर पानी पनि कन्टिन्युसली आएको गऱ्यो कि पछिसम्म। सो हामीले उखाल्नु त उखालिसक्यौँ हाम्रो काम। अनि त्यसपछि त्यो दिन चाहिँ हामी घर फर्क्यौँ किनभने ट्र्याक्टर नआउने जस्तो कुरा आयो। अनि त्यही पनि मान्छेहरू चाहिँ पुरा काम गर्दै थियो कि अनि घर जानुभन्दा अगाडि चाहिँ हामीले यहाँ आमाको लागि यहाँ सजिलो हुन्छ भनेर यो चाहिँ हाम्रो कुवा है, फेरि त्यहाँ कुवा चाहिँ हामी त्यहाँबाट पानी खान्छौँ। अर्को दिन चाहिँ म बिहानै खेत पुगेको थिएँ अनि त्यसपछि खेत पुग्दा चाहिँ ट्र्याक्टर आइसकेको रहेछ। अनि यहाँ चाहिँ म र आमा त्यहाँ हेर्दै थियौँ कि रमिता त्यहाँ ट्र्याक्टरले के गर्दैछ भनेर अरूको जोत्दै थियो सुरुमा चाहिँ। त्यसपछि अनि बल्ल हाम्रो बारीमा छिरेर अनि जोतिनु थाल्यो। अनि त्यसपछि जोतिसकेपछि चाहिँ बुवा र म मिलेर बाउसे लगाएर अनि हामीले चाहिँ धान रोप्नु थाल्यौँ। सुरुमा चाहिँ खेतालाहरू सबै आउनु भएन किनभने अलिक ढिलो आउनु भएको थियो नि त। अनि त्यही भएर म चाहिँ यहाँ धान रोप्नु सघाइदिँदैछु। अनि धेरैजनालाई थाहा छैन होला म चाहिँ धान पनि रोप्नु जान्दछु। मैले चाहिँ पहिलेदेखि नै सिकेको थिएँ क्या। अनि धेरै वर्ष अगाडिदेखि नै मैले हाम्रो खेतको चाहिँ रोप्नु थालेको, अरूकोतिर त जाँदिनँ तर आफ्नोमा चाहिँ सघाउनुको लागि रोपिदिन्छु। अनि त्यसपछि मैले धेरै चाहिँ रोप्नु पाइनँ किनभने बाउसे लाउने मान्छे थिएन नि त। अनि बुवा म हामी चाहिँ बाउसे लाउनुतिर गयौँ अनि बाँकी चाहिँ हाम्रो आमा अनि त्यसपछि दिदीहरू आन्टीहरू सबै मिलेर सबै बारीमा धान रोपिसक्नु भयो। अनि त्यसपछि फाइनली यो वर्षको चाहिँ हामीले धान रोपिसकेको छौँ। अनि आयो तपाईँ पनि चाँडै रोपिसक्नुहोस् अनि आयो यसरी नै इन्जोय गरेर आफ्नो कामलाई पुरा गर्नुहुनेछ।